हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी भ्लग। आज चाहिँ म तपाईँलाई मिनी भ्लगमा चाहिँ यहाँ मासु सुकाएको देखाउँदैछु। यहाँ चाहिँ हाम्रो गोर्खे हाटमा लाने हाम्रो अनिता आन्टीको लाङ्सा र भैँसीको मासु सुक्दैछ। अन्त यहाँ चाहिँ सुमुदीले हेल्प गर्नुहुँदैछ अनिता आन्टीलाई मासु सुकाउनुमा। अन्त हेर्नुहोस् न कस्तो खम लाग्दो सुकेको, मलाई त कस्तो भयो, इस्कुससँग खानु मन लाग्यो भिडियो गर्दा गर्दा। अनिता आन्टीले चाहिँ मजाले सुकाउनुहुन्छ मासु हो। अनि तपाईहरुलाई सुकाएको मासु लाङ्सा अनि भैँसीको चाहियो भने चाहिँ तपाईहरुले मलाई कमेन्ट गरिदिनुहोस्, म कन्ट्याक्ट नम्बर सेयर गरिदिन्छु तपाईलाई चाहियो भने। अन्त यो मासु चाहिँ दार्जिलिङको गोर्खे हाट प्लस सोनादाको गोर्खे हाट दुईटामै लानुहुन्छ। लेफ्ट ह्यान्ड साइडको चाहिँ लाङ्साको हो सुकाएको मासु, अनि राइट ह्यान्ड साइडको चाहिँ यो भैँसीको हो। भैँसीको चाहिँ अघि हालेको भन्नुहुँदै थियो। अन्त लाङ्साको चाहिँ मजाले सुकिसकेको छ। आजको मेरो मिनी भ्लग यति नै थियो। बाई एभ्रिवान, सी यु इन द नेक्स्ट भिडियो।